यहाँहरु सम्पूर्णमा नमस्ते। आज मिति 2081 साल चैत महिनाको 6 गतेको दिन यानी कि बुधबारको दिन सदाकै समय यहाँहरु माझमा मैले सुनको भाउ लिएर आइपुगे। आज सुनको भाउ 1,76,000 रहेको छ भने चाँदीको 2045 रुपैयाँ रहेको छ। हिजो भन्दा आज सुनमा 800 रुपैयाँले बढेको छ भने चाँदीमा मात्र 5 रुपैयाँले घटेको छ। यो सुनमा घट्ने बढ्ने नियमित प्रक्रिया नै हो, तर अहिले सुनको भाउले दिन प्रतिदिन नयाँ रेकर्ड कायम गरिरहेको छ। इतिहासमा सबैभन्दा बेसी सुनको रेट आजको दिन होइन, चैत महिनाको 6 गतेको दिन इतिहासमै अहिलेसम्म कोही धेरै सुनको भाउ। यसले गर्दाखेरि पनि के देखाउँछ, अबको सुनचाँदी बजारको क्षेत्र भन्दाखेरि यो सुनचाँदीको क्षेत्र भन्दाखेरि चाहिँ अब अहिले सुनको भाउ यो बढ्नुको कारणले गर्दाखेरि पनि अझै धेरै सुनको भाउ बढ्न सक्छ र यतिसम्म पुग्छ भन्ने खालको आकलन गर्ने अवस्था भन्दा बाहिरै पुग्छ र यो हामी नेपाली आम नेपालीको पहुँच भन्दा बाहिर जान्छ। हिजोको दिनमा सुनको महत्त्व अझ कम थियो भने अब सुनको महत्त्व दिन प्रतिदिन बढेर जान्छ। यो सुनको महत्त्व बढ्नु नै सुनको लगानीकर्ता चाहिँ उत्साहित भएर लाग्नु नै देखिन्छ। आजलाई यति नै, हवस् त, धन्यवाद।